भ्रष्ट कर्मचारी तन्त्र रहेसम्म जस्तोसुकै व्यवस्था आए पनि देश उँभो लाग्दैन भन्ने उदाहरण भर्खरै देखिएको छ। भ्रष्टाचारको विरुद्धमा सयौं जेनजी युवाहरूले ज्यान गुमाए, हजारौं घाइते अवस्थामा छन्। पुराना दलको सत्ता नै गुम्यो, देश निर्वाचनतर्फ जान लागेको छ। तर पनि भ्रष्टाचारका घटना अझै रोकिएका छैनन्। कारण भनेको घुसिया कर्मचारीहरू। यसै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 1 लाख रुपैयाँ घुससहित दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत 7औं तहका टङ्क बहादुर कार्कीलाई पक्राउ गरेको छ। आयोगको केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको टोलीले बिहिबार सुर्खेतको वृन्द्रनगर नगरपालिकाका 9 मङ्गलगढी चोकबाट उनलाई पक्राउ गरेको हो। सूचना अनुसार कार्कीले सडक स्तर उन्नतिको बिल भुक्तानीको लागि ठेकेदारसँग 1 लाख रुपैयाँ घुस लिएको बताइएको छ। जेनजी आन्दोलनपछि सरकारी कर्मचारी सुध्रिने अपेक्षा गरिए तापनि कार्कीको यो घटनाले त्यसमा चुनौती आएको छ। अख्तियारले कार्कीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ र आवश्यक कानुनी कारबाही गर्ने प्रक्रिया सुरु गरेको जानकारी दिएको छ। यस घटनाले सार्वजनिक अपेक्षा र विश्वासमा थप प्रश्न खडा गरेको छ कि जेनजीले आन्दोलनपछि पनि भ्रष्टाचार रोक्न सकिनेछ वा सरकारी कर्मचारी तन्त्रमा सुधार अझ ढिलाइ हुनेछ।